हेलो गाइस, खाना लिएर आइसकेँ। आजको खाना तातो खाना मसौरा, चना, आलुको तरकारी, फर्सीको मुन्टामा भातमास राखेर साग बनाएको छु। डल्ले खुर्सानी छ, खाने मेरो बानी छ, पिउनेको लागि पानी छ। धेरै तातो छ खाना आजको। वाउ, यति मिठो भएछ साग। तपाईँहरू सोच्नुभयो होला कति मसौराको तरकारी बनाउँछ, के गर्ने बच्चाहरूले मसौरा यति मिठो लाग्छ। म उनीहरूसँग पनि सोचेर खाना बनाउँछु। यो तरकारी खान्छ मम्मी, मसौरा हालिदिनु त्यसमा ल। म हालिदिन्छु। वाउ, यति मिठो छ खाना। अस्ति न्यू रोड गएको थियो, त्यहीँबाट खुर्सानी किनेर ल्याएको छु। अस्तिको भिडियोमा एकजना दिदीले कमेन्ट गर्नुभएको थियो, बहिनी तपाईँ खुर्सानी कति मजाले खानुहुन्छ। के गर्ने दिदी,
खुर्सानीको बानी भइसकेछ। खुर्सानी जे दिनमा घरमा हुँदैन सकेको हुन्छ त्यो दिनमा रातो खुर्सानी पोलेर खान्छु। मेरो खाएको खुर्सानी उहाँले धेरै मनपर्छ। मलाई खानाको भिडियो यति मनपर्छ, अरूको पनि। पहिला त युट्युबमा अरूको भिडियोमा हेर्थ्यो, सेभ गरेर राख्थ्यो। बत्ती नहुने बेलामा त्यो भिडियो हेरेर झिकेर हेर्थ्यो म। उहाँहरूको भिडियो हेरेरै म पनि भिडियो बनाउन सुरु गरेछु। मलाई खाना खाएको भिडियो बनाएर धेरै मन लाग्छ। मलाई खाएर भिडियो बनाएर पोस्ट गर्ने। टिकटकमा पनि आइडी छ, फेसबुकमा पनि आइडी छ, युट्युबमा मेरो आइडी छ, इन्स्टाग्राममा पनि मेरो आइडी छ। चारतिर छ। चारतिरबाट अहिलेसम्म भाइरल भएको छैन। फेसबुकमा 1.5 लाख जति भ्यू आएछ। तपाईहरुको सपोर्ट मायाको कारण। टिकटकमा पनि 1 लाख चान्चुन जति भ्यू आएछ। टिकटकमा त कति धेरै आएछ। फेसबुकमा पनि आएछ। फेरि त भ्यू आएर के गर्ने? 10,000 फलोवर छैन। त्यसकै कारण म भनेछु साथीहरु, तपाईहरु मलाई सपोर्ट गर्नु, फलो गर्नु, लाइक गर्नु साथीहरु। मेरो पनि फ्यामिली बढाउनु। तपाईहरु एउटा फलो गरिदिनुहुन्छ, एउटा शेयर गरिदिनुहुन्छ, एउटा लाइक गरिदिनुहुन्छ। गरिबको पनि घर चल्छ नि साथीहरु। धेरै सोचेर मैले खानाको भिडियोमा छिरेछु, भिडियो बनाएर हालिरहेछु धेरै सोचेर। किनकि तपाईहरुलाई पनि थाहा छ सोशल मिडियामा आएपछि कति कुरा सुन्नुपर्छ। मलाई टाइम निकाल्नु पर्छ भिडियो बनाउने लागि। कति काम छोडेर भिडियो बनाउनु पर्छ। साथीहरु फलो गर्नु, लाइक गर्नु, शेयर गर्नुहोस्। बाबा टाइम सक्यो मेरो। मेरो भिडियो धेरै राम्रो हुन्छ।